मम्मीको र कुराहरू म भत्काउँछु अनि म कुराहरू बनाउँछु पनि, त्यही गरेर बेला म कुराहरू सिक्छु पनि। तर मार्केटमा प्रोडक्ट डिजाइनर भनेर चाहिँ कतै रोल केही देख्यो भन्दा त्यो सबै युआई युएक्स डिजाइनर हुन्छन् होइन। म प्रोडक्ट डिजाइनर हो भनेर भन्यो भने नि जस्तो डिजिटल प्रोडक्टवाला कुराहरू चाहिँ धेरै भएको भएर मान्छेले त्यो अनुसार नै बुझिरहन्छ। अनि म चाहिँ हार्डवेयर प्रोडक्ट डिजाइनर हो, अनि त्यसमाथि पनि अझ म चाहिँ मेकानिकल साइडपट्टि चाहिँ हेर्छु भनेर 2-3-4 सेन्टेन्स एक्स्ट्रा भन्नुपर्छ। जस्तै अब एकदम फन्डामेन्टल कुरा तपाईँले डिजाइनलाई चाहिँ कसरी अप्रोच गर्नुहुन्छ? मतलब बाई बुक हेर्ने हो भने चाहिँ प्रब्लम आइडेन्टिफाई गरेर गर्ने भने यसरी गरिन्छ। तर अब हुँदाखेरि पनि त्यस्तै भइरहेको हुन्छ कति केसमा चाहिँ। कति कुरा चाहिँ मैले आफ्नो पर्सनल लेभलमा गर्ने कामहरू चाहिँ जस्तो मन लगाएर गरिरहेको हुन्छु, न कि त्यसले त्यस्तो प्रब्लम सल्भ चाहिँ गरिरहेको हुँदैन। मैले पर्सनल क्यामेराको प्रोजेक्ट गर्दाखेरि चाहिँ अब क्यामेरा त अलरेडी एक्जिस्टिङ क्यामेराहरू त हुन्छन् मार्केटमा अलरेडी, अनि अझ त्यो थर्मल प्रिन्टरले पेपरमा प्रिन्ट गर्नेवाला पनि अलरेडी एक्जिस्ट त गर्छ। तर त्यसमा चाहिँ प्रब्लम सल्भ गर्ने भन्दा नि मलाई आफ्नो आइडेन्टिटी आफ्नो चाहिँ त्यसमा भर्नको लागि चाहिँ बनाएर हुन्थेँ, न कि कुनै प्रब्लम सल्भ गर्ने भन्दा पनि। अब त्यो बिचमै आफै प्रब्लमहरू त आइरह हुन्थ्यो, अब त्यो प्रब्लमहरू चाहिँ सल्भ भइरहन्थ्यो। भन्नाले बेसिकली ल पैसा कमाउनको लागि बनाउनु पर्ने खालको कुराहरू हुन्छन्, त्यसको लागि चाहिँ खासै केही पनि सोच्नु परेन। अलरेडी एक्जिस्टिङ डिजाइनहरू नै रेप्लिकेट गर्न मिल्ने कुराहरू हुन्छ। अनि त्यसमा चाहिँ अब आफूले जस्तो कस्टमरको निडहरू के हुन्छ त्यो अनुसार आफूले एक्स्ट्रा कुराहरू थप्ने गर्ने, फिचर्स थप्ने गर्ने कुराहरू चाहिँ भयो। तर अब अर्को एउटा पार्ट भनेको, अर्को एउटा अप्रोच भनेको चाहिँ जस्तो एक्चुअल प्रब्लम फेस गरेर चाहिँ यसलाई चाहिँ कसरी सल्भ गर्ने भने यसरी गर्ने अप्रोच पनि एउटा डिफ्रेन्ट हो। जुन हामीले यार्साटेकमा गरेको कुराहरू चाहिँ त्यसरी सुरु भइरहन्छ। जस्तो कि आफैले फेस गरेको प्रब्लम हुन्छ कि चाहिँ मान्छेहरूले फेस गरेको प्रब्लम जुन चाहिँ एकदम कमन सुनिराखिएको भन्छ त्यस्तो। जस्तै फर इक्जाम्पल जस्तै निजीको कुरा इक्जाम्पल लिएर गर्दाखेरि निजीको पनि राउटर ब्याकअपको कुरा गर्दाखेरि चाहिँ यो कोभिडको बेला लकडाउनको बेला चाहिँ एकदमै धेरै बत्ती जाने गर्ने, अनि त्यस पछाडि अनलाइन सेसनहरू भइरहेको बेला नि इन्टरप्ट हुने गर्ने, त्यो प्रब्लमलाई सल्भ गर्नको लागि त्यो पर्सनल लेभलको प्रब्लम सल्भ गर्नको लागि चाहिँ जस्तो त्यसरी सुरु गरेको प्रोजेक्ट थियो त्यो पनि। अनि त्यसलाई चाहिँ पछि स्केल गर्दै गर्दै ल यो चाहिँ हाम्रो मात्रै प्रब्लम होइन रहेछ, सबैजनाकै प्रब्लम रहेछ भन्ने यसरी बनेको प्रोडक्ट भयो। अडिक्युआर हामीले जुन विषयको लागि बनाएको ई स्पिकर छ त्यो पनि जस्तो यो चाहिँ अब क्लाइन्ट बेस्ड प्रोडक्ट भएको भएर उनीहरूले चाहिँ ल हामीले चाहिँ यस्तो प्रब्लम भइरहेछ, यो कुरा चाहिँ यसरी सल्भ हुनसक्छ भन्ने यस्तो एप्रोचबाट आएको। त्यो पनि जस्ट प्रब्लमबाट नै आएको कुरा भयो। लगभग सबै त्यस्तै नै छ। जस्तो अहिले हामीले मल्टिब्लग चाहिँ अब केही मन्थमा लन्च नै गर्दैछौँ, एकदम हाई ग्रेड नेपालमा बनेको मल्टिब्लग भनेर, जुन चाहिँ यो बेल्किनहरू यिनीहरूको स्ट्यान्डर्डको कुल डिजाइन छ, कुल छ होइन। कसैले अब फिनिसिङ, अब कुल भन्नाले फिनिसिङको कुराहरूदेखि लिएर म्यानुफ्याक्चरिङको कुराहरूदेखि लिएर डिजाइनकै कुराहरूदेखि लिएर होइन, त्यो धेरै महँगो हुन्छ। हामीले कुल कुरा नेपालमा सस्तो बनाउन सक्छौँ। मल्टिप्लग सस्तो छ कि अथवा मार्केट रेट भन्दा कस्तो छ? मार्केट रेटसँग कम्पेयर गर्ने भने चाहिँ जस्ट नेभलिज मार्केटमा मल्टिप्लगको चाहिँ हामीले देखेको रिसर्चमा चाहिँ 3वटा रेन्जकै छन्। एउटा चाहिँ एकदम सस्तो, त्यो 300-400 रुपियाँमा आउनेवालाहरू पनि छन्, जुन चाहिँ ल पैसा अनुसारको चाहिँ ल ठिकै हो भने जस्तो खालको पनि छ। अनि अब कुनै चाहिँ त्यो बिचको रेन्जमा पर्नेहरू छ जसमा चाहिँ फिचर्सहरू पनि एक्स्ट्रा हुन्छ, के हुन्छ, जुन चाहिँ गुड इनफ हुन्छ धेरै जस्तो यसको लागि चाहिँ। तर अब मैले चाहिँ एकदम मेरो हाई भ्यालु इलेक्ट्रोनिक्स सामानहरू जोडिरहेको हुन्छु कुनै कुरा, अनि त्यसमा चाहिँ ल एकदम यो ल सर्च प्रोटेक्टरहरू अटोमेटिक फ्युज भएको गरेको कुराहरू, जस्ट फ्युजहरू राखेको गरेको, अनि हाई ग्रेड प्लास्टिकहरू युज गरेको चाहियो भने त्यो चाहिँ महँगोवाला क्याटेगोरीमा परिरहन्छ। जस्ट 3टै खालको छन्। हामीले चाहिँ एज अ यो निजी ब्रान्डबाट चाहिँ एकदम गुड राम्रो खालको इलेक्ट्रोनिक्स बनाउने, हाम्रो चाहिँ राम्रो टिक्ने खालको इलेक्ट्रोनिक्स बनाउने, इलेक्ट्रोनिक प्रोडक्टहरू बनाउने हाम्रो गोल भएको कारणले गर्दाखेरि चाहिँ क्वालिटीमा फोकस गर्दै जाँदाखेरि चाहिँ अलिकति हायर एन्डतिर नै पुगेको छ क्या। जस्तै महँगो कुरा जस्तै मार्केटले डिमान्ड छ भने त मान्छे मार्केटले किन्छ, तर मार्केटले नै रिजेक्ट गर्न सक्ने चान्सेसहरू पनि हुन्छ नि त। जस्तै अब एकदमै लो भोल्युमको मार्केट मात्रै ग्राब गर्न सक्छ, जस्तै यात्रीले गरेर नि
एथिकली भनेको त एकदमै सानो मार्केट क्याप्चर गरेर हो कमर्सियली नै बेच्ने गोल भइसकेपछि त हामीले जति सक्छौँ त्यति भोल्युममा बेच्ने गोल भइसकेपछि तपाईँहरूले अलिक सस्तो किन बनाउनु त्यो चाहिँ जस्तो जति हामीले धेरै पिसेसहरू बनाउन सक्यौँ त्यो अनुसारै त्यसको कस्ट घटाउँदै जान सक्छौँ नि त होइन अनि त्यो अनुसार लङ टर्म गोल राखेर गर्दाखेरि चाहिँ हामीले मार्जिन चाहिँ थोरै राखेर प्रोडक्सन चाहिँ हाई गर्ने जसरी त्यो हिसाबमा गर्न नि मिल्न चाहिँ तर अब जो सुरुको केसमा चाहिँ अलिक अप्ठ्यारो नै हुने रहेछ जस्तो कि इकोनोमिकल यो फाइनेन्सियली पनि हामीलाई सस्टेन हुनुपर्ने हुन्छ अनि त्यो गरिरहेको बेला चाहिँ अनि जति धेरै पिसेस बनाउनु पर्यो त्यो अनुसारको सेल्स पनि गर्नुपर्ने भयो अनि त्यो अनुसारको हामीलाई म्यानुफ्याक्चरिङ कस्ट लिएर सबै थोक लागिरहेको हुन्छ अनि सुरुमै डे वानबाट नै त्यो मेन्टेन गर्न चाहिँ अलिक अप्ठ्यारो नै हुँदो रहेछ तर अब राइट सेल्स स्ट्राटेजीहरू लगाएर र जुन चाहिँ हामीले सिकिसकेको छैनौँ हामीलाई चाहिँ बनाउनमा रमाइलो लाग्छ बेच्न चाहिँ एकदम गाह्रो हुँदो रहेछ भन्ने कुराहरू रियलाइज भइरहेको अहिले कुराहरू चाहिँ अनि जति हामीले चाहिँ सेल्स स्ट्राटेजीहरू राम्रो युज गरेर र जति धेरै नम्बर अफ पिसेसहरू बेच्न सक्छौँ त्यो अनुसार नै सस्तो बनाउन पनि सकिन्छ जस्तै प्राइसकै कुरा भइराख्दाखेरि चाहिँ एउटा फर इक्जाम्पल मल्टिप्लग बनाउँदाखेरि चाहिँ के कस्ट इन्भल्भ हुन्छ तपाईँले भनिदिनुहुन्छ लिस्ट गरिदिनुहुन्छ पर्सेन्टेज वाइज रेसियो वाइज ब्रेक गर्दै जाँदाखेरि चाहिँ अब एक्ज्याक्ट नम्बर त अब त्यो भइहाल्यो तर अब इलेक्ट्रोनिक साइडको नै अलि धेरै एक्सपेन्सेसहरू भइरहेको हुन्छ पर पिस हेऱ्यो भने चाहिँ तर अब लार्ज स्केलमा यो जस्तो कि अब डाईको कस्टहरूदेखि लिएर सबै थोक इन्क्लुड गऱ्यो भने चाहिँ अलि डाईको कस्टले पनि अलि धेरै नै कन्ट्रिब्युट गरेर हुन्छ हुन चाहिँ जस्तो ल हामीले आफै अहिले गरिरहेको कुरा पनि जस्तो हामीले राम्रो खालको 16 एम्पियरको धान्ने खालको बनाउनु पर्यो भने त्यो अनुसारको स्ट्रिप्सहरू युज गर्नु पर्यो त्यो अनुसारको जस्तो एलोहरू युज गरेको छ कि छैन भनेर त्यो जस्तो राम्रो चङ्क अफ मनी चाहिँ त्यसमा पनि स्पेन्ड गर्नु पर्यो अनि त्यसपछि त्यसको जुन हामी सेफ्टी फिचर यस्तो हुन्छ राम्रो मल्टिप्लगहरूमा चाहिँ यस्तो हुन्छ भन्दै बेचेपछि त्यो अनुसारको फ्युजेसहरू जस्तो राम्रो रेटिङ भएको फ्युजहरू अनि स्विचहरू स्टारहरू त्यो कुराहरू चाहिँ राम्रो ग्रेडकै युज गर्नुपर्ने भएको भएर इलेक्ट्रोनिक्सको सामानहरू चाहिँ अलिक महँगो भइरहेको हुन्छ पर पिस हेर्दाखेरि चाहिँ प्लास्टिकको कस्टहरू चाहिँ डाईको कस्ट चाहिँ एकदमै हुन्छ डिजाइनले कन्ट्रोल गर्ने कुराहरू भयो त्यो हुन चाहिँ तर जस्तो एकदम केही पनि नभएको यतिकै 2 पिस मल्टिप्लग मात्रै बनाउन नि मिल्न चाहिँ तर हामीले चाहिँ जस्तो अब बच्चाहरूले अम्लाहरू नहालोस् अनि मिस्टेक यतिकै झुकेर कुराहरू पिनहरू यतिकै पस्ने गर्ने नहोस् भनेर सेफ्टी सटर्सहरू पनि बनाएको छौँ त्यो हुँदाखेरि चाहिँ मुभिङ पार्टहरू राख्नु पर्ने हुँदाखेरि चाहिँ अब मल्टिपल पार्ट्सहरू बनाउनु परेको भएर इन्डिभिजुअल डाई कस्टहरू एड हुँदै गरेर अलिकति मेकानिकल साइडपट्टि पनि एक्सपेन्सिभ हुन चाहिँ गएको छ हामीले सोचेको भन्दा चाहिँ तर अब वायर पनि कति गजको हाल्नुपर्छ भन्नाले जस्तो ल 2500 वाटको धान्ने गरी बनाउनु छ भने हामी चाहिँ 2500 वाट प्लस अथवा त्योभन्दा नि माथि धान्ने त्यो सेफ्टी फ्याक्टर राखेर त्योभन्दा नि माथि धान्ने गरी नै बनाइराखेको हुन्छौँ तर अब कति मार्केटमा आएको प्रडक्टहरूमा चाहिँ त्यस्तो भइरहेको हुँदैन नि त होइन यति धान्छ भने नि यति धान्ने भइरहेको हुँदैन अनि अब आफूले क्लेम गरेको अनुसारको पार्ट्सहरू राख्दै जाँदाखेरि चाहिँ अब वायरको पनि त्यो अनुसारकै कस्ट बढ्दै जान्छ प्लगको पनि त्यो अनुसारको हुँदै जान्छ अनि त्यो इन्डिभिजुअल कस्टहरू हेर्दाखेरि चाहिँ इलेक्ट्रोनिक साइड चाहिँ अलिकति एक्सपेन्सिभ भइरहेको हुन्छ सिङ्गल पिसमा चाहिँ त्यो चाहिँ हामीले यस्तै मटेरियलको कुरा गऱ्यौँ होइन जस्तै इलेक्ट्रोनिक्स अलिकति हाई ग्रेडको युज गर्नुभयो अनि मेकानिकलको चाहिँ त्यस्तै अनुसारको कस्ट भयो अनि त्यो बाहेक डाईको कस्ट भयो डाई डिजाइनको कस्ट भयो तपाईँहरूले प्रोडक्टै डिजाइन गर्नुहुन्छ अनि प्रोडक्ट डिजाइनको पनि कस्ट भयो आफ्टर प्रोडक्सनमा चाहिँ कस्तो खालको कस्ट इन्भल्भ हुन्छ प्याकेजिङहरू प्याकेजिङ पनि अब कसरी गर्ने भन्ने कुरा चाहिँ अब हाम्रै आफ्नै कन्ट्रोलको कुरा हुनु चाहिँ त्यो तर अब जस्तो कसरी देखायो भने चाहिँ सेल्समा सजिलो हुन्छ भनेर पनि हामीले ध्यान दिनु चाहिँ पर्यो त्यो हुँदाखेरि एकदम अब ट्रेन्ड अनुसार हेर्ने हो भने चाहिँ नर्मल्ली मल्टिप्लगहरू चाहिँ भ्याक्युम फर्म गरेको प्लास्टिकहरूमा आइरहेको हुन्छ जुन चाहिँ अब स्केलमा गर्दाखेरि इलास्टिक चिप पनि भइरहेको हुन्छ तर अब कति मल्टिप्लगहरू चाहिँ कार्डबोर्ड प्याकेजिङहरूमा पनि आइरहेको हुन्छ होइन अनि अब त्यो चाहिँ अब हामी आफैले डिसाइड गर्ने कुरा हो कुन चाहिँ गर्ने के गर्ने भनेर प्याकेजिङको कस्ट भइहाल्यो अनि एसेम्बली जस्तो अब अहिले अर्को एउटा
जस मिस भइरहेको कुरा चाहिँ के पनि हुँदो रहेछ भने जस्तो हामीले चाहिँ डिजाइन गर्दाखेरि डिजाइन फर एसेम्बली भनेर पनि हामीले सोचेर बनाउनु पर्ने हुन्छ नि त होइन एउटा पिस एउटा फुल प्रडक्ट बनाइसक्दाखेरि चाहिँ जस्तो सुरुको सबभन्दा फर्स्ट टास्कबाट सबभन्दा लास्ट टास्कसम्म चाहिँ कति टाइम लाग्छ भन्ने वाला कुराले पनि वेज लाग्छ त्यो कुरा हो भन्ने कुरा पनि ध्यान दिनु पऱ्यो त्यो एउटा सक्दो एकदम थोरै पार्ट्स एकदम सजिलोसँग धेरै ध्यान नदिकन बनाउन मिल्ने खालको सेटअप अनि जिक्स र फिक्चर्सहरूको एकदम जस जिक्सहरूको एकदम राम्रोसँग युज गरेर गऱ्यो भने चाहिँ त्यस्तो एड त हुन्छ जस्तै तर कस्टहरू चाहिँ घटाउन चाहिँ मिल्छ सो मैले सोध्न खोजेको कुरा चाहिँ जस्तो तपाईँले एर्गोनोमिक्सको कुराहरू ह्यान्डलिङको कुराहरू चाहिँ कस्तो रूपमा कन्सिडर गर्नुहुन्छ जस्तै फर इक्जाम्पल अहिले तपाईँले युज गरिरहनु भएको प्रडक्टहरूलाई त्यो चाहिँ जस्तो यो पछि यो स्टेप फलो गर्ने भन्ने यसरी बाई त्यो गरेर चाहिँ नर्मली जस अहिले हामीले गरिरहेको चाहिँ छैन तर जस्तै चाहिँ हामीले जुन बारकोड रिडर डिजाइन गरेको थियौँ बारकोड रिडरकैमा पनि जस्तो अब कोही मान्छेको हात ठुलो हुन्छ कोही मान्छेको हात सानो हुन्छ कोही लेफ्ट ह्यान्डेड हुन्छ कोही राइट ह्यान्डेड हुन्छ अब त्यो चाहिँ सबैलाई केटर गरेर बनाउनु पर्ने जसरी बनाउनु पर्दाखेरि चाहिँ हामीले जस एकदम मल्टिपल इटरेसन नै गर्नु परेको थियो अनि अब जस हामीले गर्न सक्ने जतिको त्यो बेलाको गर्न सक्ने जतिको डिफ्रेन्ट जस अब त्यही अनुसारको मान्छेहरू खोजेर अनि होल्ड गर्न लाएर ओरेर युज गर्न लगाएर अनि कस्तो फिल हुन्छ भन्ने कुराहरू फिडब्याक लिएर ओरेर नै गरेको थियौँ त्यसको कुराहरू पनि प्रोडक्ट रेगुलेसन्सहरू चाहिँ यस्तै कतिको छ कतिको जस्तै यो लिगल कुराहरू चाहिँ कतिको अवेर हुनुहुन्छ तपाईँले कतिको हेरिरहनु भएको छ भनेर होइन प्रोडक्सन गर्दाखेरि टेस्टिङ गर्दाखेरि जस्तै यो यति टेस्टिङ नगरी यस्तो खालको प्रोडक्टलाई चाहिँ यस्तो खालको टेस्टिङ नगरिकन लन्चै गर्न पाइँदैन भन्ने के रेगुलेसन छ कि अथवा मैले घरमा जे बनाएर बेच्दा पनि हुन्छ कि कस्तो छ त्यो चाहिँ मलाई बुझ्नु मन लाग्छ हामीले यही कुरा चाहिँ यहाँ नभएर अरू कुनै देशहरूमा गरिरहेको थियौँ भने चाहिँ हामीलाई सजिलो पनि हुन्थ्यो गाह्रो पनि हुन्थ्यो होइन सजिलो चाहिँ इन द सेन्स कि के गर्नुपर्छ भनेर अलरेडी थाहा हुन्थ्यो होइन जस्तो ल तिमीहरूले चाहिँ यो कुराहरू बेच्नको लागि यो कुराहरू चाहिँ जसै पास गरेको हुनुपर्छ भन्ने हुन्थ्यो अनि हामीले चाहिँ त्यो गरे हुन्थ्यो सजिलो कुरा चाहिँ अब त्यसमा गाह्रो कुरा भनेको चाहिँ अब उनीहरूको त्यो त एकदम स्ट्यान्डर्ड फलो गरेर त्यतिसम्म हुने गरेको कुराहरू बनाउनु पर्छ अनि त्यो बनाउनको लागि चाहिँ हामीलाई एक्स्ट्रा एफर्ट एक्स्ट्रा पैसा लाग्थ्यो होला होइन अनि अब नेपालको केसमा चाहिँ एकदमै थोरै छ त्यो त्यस्तो खालको कुराहरू होइन अनि थोरै होइन लगभग छैन नै भन्न नि मिल्छ जस्तो कि यो जस्तो के भन्छ त्यसलाई सिई अनि इलेक्ट्रोनिक्सको जस्तै त्यो वाला कुराहरू जुन चाहिँ विदेशमा गर्नु पर्यो भए जस्तै गर्नु पर्थ्यो अनि यहाँ चाहिँ हामी आफूले गर्न खोजेर पनि जस्तो निजी पावरकै केसमा पनि त्यो अब ब्याट्री युज भएको गरेको कुराहरू हुन्छ सबै हुन्छ अनि हामीले त्यो कुरा चाहिँ यो नास्टबाट केही गर्न मिल्छ कि भनेर हामीले पहिला कुराहरू पनि ट्राई गर्न खोजिरहेको थियौँ त्यो पनि अब रेगुलेटिङ बडी चाहिँ त्यस्तो नभएको भएर अनि अब यो त्यो कुरा चाहिँ आफैले नै ह्यान्डल गर्नु परिरहेको थियो क्या जस्तो कि अब नेपाल स्ट्यान्डर्ड छ नेपालमा होइन तर नेपाल स्ट्यान्डर्ड पनि अब जस्तो देशमा के बन्छ त्यो अनुसार नै त रुल्स रेगुलेसन्सहरू भन्दै जाने हो नि त होइन फुडवाला कुराहरूमा अनि त्यसपछि यो कन्स्ट्रक्सनको कुराहरू यो फलामको कुराहरू स्टिलको कुराहरू यिनीहरूमा छ एनएस छ होइन तर इलेक्ट्रोनिक्सको कुरामा चाहिँ त्यस्तो धेरै छैन भन्दा नि बेसिकली केही नै छैन अनि त्यो केसमा चाहिँ हामी हाम्रो आफ्नो प्रडक्टहरू चाहिँ आफैले नै गाइडलाइनहरू बनाएर गरिरहन्छौँ जस्तो कि अब रिगरस टेस्टिङहरू नै भइरहेको हुन्छ जस्तै यो यति स्टोरिङ टेम्परेचर यति हुन्छ वर्किङ टेम्परेचर यति हुन्छ भन्ने कुरामा चाहिँ जस्तो हामी आफैले नै टेस्ट रुमहरू प्रडक्ट रुम भनेर टेस्ट रुमहरू बनाएको छौँ अनि जहाँ चाहिँ त्यति रेगुलेटेड टेम्परेचरमा राखेर गर्ने चिसोमा तातोमा गर्ने ड्रप टेस्टको कुराहरू पनि हामी आफैले 8 फिटको रिगहरू बनाएर र त्यसबाट ड्रप गरेर हेर्ने अनि यो कति कुराहरूमा चाहिँ आइपी रेटिङको कुराहरू गर्ने जस्तो पनि आफूले नै रेगुलेट गरेर गर्न जसो गरिरहौँ हामीले अहिले त्यो भनेपछि अहिले त्यो थर्ड पार्टी कसैले त्यो गर्ने कुरा त छैन त्यस्तो केही पनि छैन अहिलेसम्मको उसमा चाहिँ आफैले नै ल अरू मान्छेहरूले अरू देशमा यसरी गरिरहेछन् भनेर सक्दो त्यो फलो गर्ने आफू फेल सेफ हो नि अरू अब थर्ड पार्टी चाहिँ सरकार चाहिँ जिम्मेवार छैन सरकार गैर जिम्मेवार सोचियोस्
अनि त्यसमै एउटा कुरा जोडेँ होइन, 1 महिना 1.5 महिना जस्तो अगाडि म र इलेक्ट्रोनिक्सको एकजना साथी हबी प्रोजेक्ट गरिरहेको थियौँ एउटा ह्यान्डहेल्ड, के भन्ने त्यसलाई एकदम रेट्रो स्टाइलको कुराहरू, तर त्यसले चाहिँ एकदम धेरै कुरा गर्न मिल्ने खालको क्या, जस्तो ह्यान्डहेल्ड डिभाइस, इलेक्ट्रोनिक डिभाइस जसमा चाहिँ स्क्रिन हुन्छ, स्पिकर पनि हुन्छ, सबै कुराहरू हुन्छ, गेम पनि खेल्न मिल्छ, त्यसको पछाडि RFID NFC को कुराहरू पनि हुन्छ, जुन चाहिँ रिडेबल राइटेबल दुइटै गर्न मिल्ने कुराहरू हुन्छ, त्यो कुराहरू बनाइरहेको थियौँ। अनि मोबाइल फोन बेसिकली मोबाइल फोन, तर अब आफ्नै भनौँ न संसारको प्रब्लम सल्भ गर्न होइन कि मलाई बनाउनु मन लाग्यो भनेसरी बनाएको कुरा। अनि त्यो गरेर बेला नि हामीले त्यो किट बनाएर बेच्नु बेला 1 2 ल 5 वटा त बनाइन्छ होला रमाइलोको लागि। यदि ल मलाई केही अरू मान्छेहरू त अब इन्ट्रेस्टेड हुँदै गयो, अनि त्यसपछि मलाई बेच्नु पऱ्यो भने चाहिँ कसरी बेच्न मिल्छ होला भनेसरी हेरेको थियौँ। अनि बाहिरतिर नि हुँदो रहेछ, जस्तो कि ल अब एज अ म मेकर ल हबिस्ट जसरी मैले कुराहरू केही बनाएको छु भने मलाई बेच्न मन लाग्यो भने ब्याट्री राखेर बेच्नु पऱ्यो भने त सर्टेन गाइडलाइनहरू पास गर्नु पऱ्यो। अब त्यस्तो केसमा चाहिँ म ब्याट्री नराखी बेचिदिन्छु, अथवा फुल्ली एसेम्बल्ड किट प्रडक्ट नबेचे जसरी आफैले सेल्फ एसेम्बल गर्नुपर्ने किट जसरी बेच्न गर्न नि मिल्दो रहेछ होइन। हो त्यसरी चाहिँ जस्तो अब हुन्छ गाइडलाइन, अब त्यो गाइडलाइन फलो गर्नलाई अब सुरुको केसमा नसकिन सक्छ, धेरै पैसा लाग्न सक्छ, धेरै टाइम लाग्न सक्छ। त्यस्तो केसमा चाहिँ त्यो त्यसरी नगर्नु पर्दाखेरि यसरी गर्न मिल्छ भने जस्तो हुँदो रहेछ बाहिरको मार्केटमा चाहिँ। यहाँ चाहिँ अब त्यस्तो अब छैन, कसैले गरे होइन, अब हामीहरूले नि अब गऱ्यौँ भने अनि अब रुल बनाउनु पर्ने हुनसक्छ। आफै झाँक्री आफै बोक्सी भने डिजाइन गर्दाखेरि भन्दा पनि प्रोडक्ट आइडिएसन गर्दाखेरि नै प्रोडक्ट साइकोलोजीलाई चाहिँ यो प्रोडक्ट चाहिँ मान्छेले कति खोजिरहेको, कति मार्केटले एक्सेप्ट गर्छ कि गर्दैन, मार्केट एक्सेप्टेन्स हुन्छ कि हुँदैन भनेर चाहिँ के छ, के गर्नुहुन्छ? एटलिस्ट आफ्नो एउटा थम्ब रुल जस्तो खालको कि आफ्नो बेसिकली आफ्नै प्रब्लम सल्भ गर्ने भइसकेपछि चाहिँ यति यस्तो समस्या सबैलाई छ भनेर जस्तो खालको के गर्नुहुन्छ? कति कुराहरूमा चाहिँ हामीलाई सजिलो भइरहेको छ भनौँ न, जस्तो हामीले जुन प्रब्लम फेस गरिरहेका छौँ धेरै मान्छेले त्यही प्रब्लम फेस गरिरहेछ, त्यो हिसाबमा चाहिँ सजिलो नि भइरहेको छ यो जस्ट डिजाइनकै साइडमा पनि। अब कति केसमा चाहिँ जस्तो अब प्रब्लम सल्भ भन्दा नि नयाँ कुरा इन्ट्रोड्युस गराउनु पर्ने कुरामा चाहिँ जस्तो हामीले एउटा प्रडक्ट बनाइरहेको थियौँ जुन चाहिँ बिचमा जस्ट आधी इन्जिनियरिङ गरेर छोडेको छौँ, पछि फुर्सदमा बनाउने भनेसरी हो। त्यो चाहिँ त्यसले बेसिकली नयाँ कुनै प्रब्लम सल्भ गरिरहेको थिएन, हामीले चाहिँ लग्जरी दिने जसरी भन्नाले लग्जरी नै त नभनौँ, तर जस हामीले नयाँ कुरा इन्ट्रोड्युस गराइदिने भनेसरी डिजाइन गरिरहेको कुरा थियो, जुनलाई चाहिँ अब अलिकति एक्सेसिभ मार्केटिङ चाहिन्छ भनौँ न। यदि कुनै प्रब्लम सल्भ गरिरहेछ भने पो ल यस्तो प्रब्लम सल्भ, तपाईँको यस्तो समस्या छ, यो कुराले यसरी सल्भ गरिदिन्छ भनेसरी नै मार्केटिङ गर्न मिल्छ। पछि यदि हामीले प्रब्लमै सल्भ गरिरहेन, हामीले त इन्ट्रेस्टिङ कुरा रमाइलो कुरा मात्रै बनाइरह भने त त्यो अनुसारै मार्केटिङ गर्नुपर्छ नि त होइन। त्यो केसमा चाहिँ अब एकैचोटि डाइमा इन्भेस्ट गरेर सबथोक गरेर महँगो जस्तो अब धेरै खर्च गर्न सेन्स गरेन। त्यो केसमा चाहिँ हामीले सुरुमा यही यो FDM प्रिन्टहरू गरेर रेजिन प्रिन्टहरू गरेर 2-4 वटा प्रोटोटाइपहरू बनाएर टेस्ट जस्ट पसलमा लगाएर ल यो सामान चाहिँ बेच्न ट्राई गर्नु, कतिमा बिग्दो रहेछ भनेसरी नै गरेको थियौँ। अनि त्यस पछाडि चाहिँ अर्को भनेको चाहिँ जुन चाहिँ तिमीले थाहा पनि पाएको थियो होला, हामी एल्युमिनियममा मोल्ड चाहिँ बनाउन सक्छौँ नि त यहीँ, स्टिलमा नसके पनि। अनि एल्युमिनियममा जुन पछि बनाउने भनेर भनेको थियौँ, त्यसको चाहिँ अलिकति स्केल्ड मोडल जुनमा चाहिँ हाम्रो वर्केबल हुन्छ हो, त्यस्तोमा बनाएर अनि त्यसलाई पनि मार्केटले पसलमा 2-4 वटा पसलमा छोडिदिएर यो पनि बेच्न ट्राई गर्नु कस्तो रेस्पोन्स आउँदो रहेछ भनेसरी छोडिदिएको थियौँ। अनि जस राम्रो रेस्पोन्सहरू पनि आइरहेको थियो। मान्छेलाई मेरै प्रोडक्ट किन भन्ने चाहिँ कसरी बनाउने? राम्रो बनाएर होला, रिलायबल यस्तो कुरा होस् कि जस्तो राम्रो प्रोडक्ट चाहिँ यो बेला चाहिँ राम्रो हुन्छ अरे होइन, जब चाहिँ जस्तो तिमीले केही कुरा किन्यौ अरे त्यसले केही नि प्रब्लम दिएन होइन, तिमीले बिर्स्यौ क्या, त्यो चाहिँ तिम्रो डेली लाइफमै
के भन्छ त्यसलाई मिल्यो के होइन त्यस्तो खालको कुरा बनाउन सक्यो भने चाहिँ एक्चुअल प्रब्लम सल्भ गरेको भयो के सोधेको थियो अरे मान्छेलाई मेरो प्रडक्ट किङ भनेर चाहिँ कसरी बनाउने अनि त्यस्तै जस्तो अब आफै नै हो त्यसरी राम्रो जस्तो अब मान्छेहरूलाई चाहिँ राम्रो प्रडक्ट बनाएर दिइसके पछाडि चाहिँ अरूले भनिदिनु पर्दो रहेछ कि जस्तो कि हामी दराजबाट किन किन्छौँ भन्दा दराजमा अलरेडी मान्छेहरूले रिभ्यू दिएको हुन्छ होइन अनि ल यदि मलाई ल केही सामान किन्नु भन्छ दराजबाट 20जना मान्छेमा 16जना मान्छेले राम्रो कुरा भने 4जना मान्छेले नराम्रो कुरा भनिदिने बित्तिकै पनि त्यही पनि अब किनौँ जस्तो हुने गर्ने त्यस्तो भइरहेको हुन्छ नि त होइन अनि त्यो हिसाबमा चाहिँ राम्रो प्रडक्ट बनाउने अनि त्यसले चाहिँ अब धेरै पर्सेन्टेज अफ मान्छेको चाहिँ मन जित्न सकोस् अनि उनीहरूले नै ल राम्रो छ भनिदिने बित्तिकै पनि एक त बनाउने मान्छेलाई पनि ल ठिकै भएको छ भने जस्तो अनि किन्ने मान्छेलाई पनि ल यो चाहिँ रिलायबल रहेछ भने जस्तो हुने रहेछ बेसिकल्ली मार्केटिङ मात्रै गरेर नि हुँदैन रहेछ त्यो चाहिँ टिक्ने खालको प्रडक्ट पनि बनाउनु पर्दो रहेछ अनि ब्रान्ड पनि त्यही अनुसारै भन्दा जस्तो कि कुनै स्पेसिफिक ब्रान्ड चाहिँ राम्रो ब्रान्ड छ भन्ने कुरा हामीले कसरी थाहा पायौँ भन्दा धेरै मान्छेले युज गरेका छन् अनि उनीहरूको रिभ्यू पनि राम्रो छ अनि त्यही भएर नि अब जस्तो कुनै राम्रो ब्रान्डको सामान किन्नको लागि मैले कसैलाई केही सोधिराख्नु पर्दैन नि त होइन यसको त सामान आफै राम्रो हुन्छ भने जस्तो हुन्छ नि त होइन एउटा प्रडक्ट गर्दै नै राम्रो यो यिनीहरूको चाहिँ राम्रो सामान हुन्छ है भने जस्तो हुँदो रहेछ तपाईँले लेटेस्ट के को रिभ्यू दिनुभएको थियो दराजमा त नकिनेको धेरै भयो अचेल चाहिँ अब कति कुराहरू चाहिँ खासै मतलब नहुने त अनलाइन किन्न मिल्यो अचेल चाहिँ म आफै हेरेर गरेर बल्ल किन्न चाहिँ प्रिफर गरिरहन्छु किनभने त्यही अब भने जस्तो सामान आइदिरहेको हुँदैन त्यही त त्यही नि हो तर अब खासमा मैले पनि अब तपाईँले भन्दाखेरि रियलाइज गरेँ मैले पनि दराजमा चाहिँ मैले रिभ्यू नै देखेन अहिलेसम्म कि मलाई सामानहरू किनिरहेको हुन्छ तर अनि मलाई रियलाइज नै भएन कि यो राम्रो सामान हो भनेर राम्रो कुनै राम्रो प्रडक्ट छ भने नि त्यसरी नै हुनु बिर्सिँदो रहेछ जस्तो अब राम्रो छ त्यो मेरो लाइफको पार्ट भइसक्यो मलाई यादै छैन त्यो कुरा होइन जस्तो मैले बिर्सेँ ठ्याक्कै कुन चाहिँ प्रडक्ट थियो एक्चुअली दराजबाट अर्डर गरेको बेलामा त्यो कार्डै आएको थियो कि यो तपाईँले सामान राम्रो लाग्यो भने रिभ्यू गरिदिनु होला के लेखेको गरेको वाला कुरा चाहिँ त्यसरी नै रिमाइन्ड गरेको छ भने चाहिँ गरिराखेको हुन्छ नत्र फर्केर गएर चाहिँ गराएन जस्तै अहिले आइफोनको डिजाइनहरू कस्तो लाग्छ तपाईँलाई संसारमा खतरा डिजाइन गर्न सक्ने मान्छेले गरेको डिजाइन मतलब कन्ज्युमर डिभाइस आइफोनै हो भन्न सकिन्छ सिग्निफिकेन्टली इच इयर धेरै कुराहरू चेन्ज भइरहेको देखिँदैन होला तर झ्याप्प हेर्दा नदेखिए नि धेरै कुराहरू चेन्ज भइरहेकै हुन्छ सानो एउटा कुरा केही चेन्ज गर्नुपर्ने बित्तिकै पनि जस्तो अब अलिकति केही कुरा चेन्ज गर्नु पर्यो नि बाहिर खासै नदेखि नि भित्र धेरै कुराहरू चेन्ज भइरहेको हुन्छ जस्तै एप्पलकै डिजाइन फिलोसफीको कुराहरू जस्तै कुन फिलोसफी जस्तै तपाईँलाई के लाग्छ जस्तै डाइसनहरू छ है टप ब्रान्डहरू छ तिनीहरूले एकदम प्रिमियम ब्रान्डहरू के अरे प्रडक्टहरू बेचेर प्रिमियम रूपमा बेचेर पनि सस्टेन गरेर पनि खतरा गरिरह नि त त्यस्तो नेपालमा कसरी बनाउन सकिन्छ होला नेपालमा चाहिँ अलिक टाइम नै लाग्छ होला त्यो कुरा हुनलाई किनभने एकदमै मास म्यानुफ्याक्चर्ड कुराहरू आउन एकदम सजिलो छ अनि एउटा टेक्निक भन्दा नि के भने एउटा वे भनेको चाहिँ त्यही हामीले अहिले जुन गर्न खोजिरहेछौँ त्यसरी नै गुड क्वालिटी प्रडक्ट बनाएर मान्छेको मन जितेर हुन्छ होला किनभने यो त नेपालमा बनेको मात्रै भनेर पनि हुँदैन जस्तो नेपालमा बनेको मात्रै भनेर किन सपोर्ट गर्नुपर्छ भने यसरी तर त्यो कुरा चाहिँ सोचे यसरी चलेन भन्दा त्यो भएन नि त रमाइलो भएन नि त होइन एक्चुअल राम्रो प्रडक्ट बनाउन सक्यो भने चाहिँ बिस्तारै मैले 20 वर्ष पछाडि चाहिँ अब अलि हुनसक्छ होला त्यसरी तर अब अहिले चाहिँ
एकदम मास म्यानुफ्याक्चर्ड चिप कुराहरू चाहिँ आउन सजिलो भएको भएर अनि गभर्मेन्टको रेगुलेसन बढी पनि त्यही अनुसार जस्तो कि तिमीले देखेको थियो होला 2-4 दिन अगाडि एसदाईको लिङ्क्डइन पोस्ट फ्यान्टेकको देखेको थियो बिल हामी एउटा सामान किन्न गएको थियौँ अनि त्यो चाहिँ त्यो पसलमा त्यो स्टोरबाट आएको सामानको लिस्ट थियो जहाँ चाहिँ 100 रुपियाँको चाहिँ हेडफोनहरू त्यस्तो जस्तो अन्डरबिल्ड कुराहरू थियो क्या 100 रुपियाँको हेडफोन अनि 50 रुपियाँको इयरबडहरू किबोर्डहरू 150 रुपियाँको हो त्यस्तो त्यस्तो क्या जब कि त्यो चाहिँ 6000 7000 10,000 को सामानहरू हो क्या हो त्यसरी सामान आइरहेको हुन्छ नि त बाहिरबाट पनि अनि गभर्मेन्ट बडीले पनि रेगुलेट गरिदिनुपर्छ होला त्यो धेरै कुराहरू अनि त्यस पछाडि यहीँ पनि राम्रो गुड क्वालिटीको प्रडक्टहरू बन्नुपर्छ अनि त्यो गर्ने बित्तिकै कन्ज्युमर्सहरूमा चाहिँ जस्तो अब विश्वास हुँदै जान्छ अनि त्यस पछाडि चाहिँ बल्ल ल यस्तो खालको रहेछ भने जस्तो हुनुहुन्छ जुन चाहिँ अब जस्तो खानेवाला फुडवाला सेक्टरमा चाहिँ हामीले अनि त्यसपछि यो कन्स्ट्रक्सनवाला जुन चाहिँ अलरेडी नेपालमा कुराहरू धेरै छ नि त होइन त्यो हामीले देखिरहेको पनि हुन्छौँ जस्तो अब कुनै ब्रान्डको रेस्टुरेन्टहरूमा राम्रो नाम चलेकोमा हामीलाई जानलाई त्यस्तो समस्या हुँदैन नि त होइन अनि त्यस्तै गरी म्यानुफ्याक्चरिङ लेभलमा पनि धेरैवटा उद्योगहरू खोल्दै राम्रो कुराहरू बन्दै गइसके पछाडि चाहिँ इभेन्चुअली हुन्छ होला 30 वर्ष 50 वर्षमा नि हुन्छ अहिले तुरुन्तै चाहिँ भइहाल्दैन जस्तै मैले देखेको चाहिँ अहिले नेपालबाट एक्सपोर्ट हुने प्रोडक्टभन्दा मेकानिकल प्रडक्ट पुरातात्विक पहिल्यैदेखि आएको चाहिँ जस्तो दुईवटा कुरा एउटा चाहिँ तपाईँको खुकुरी जाँदो रहेछ खुकुरीलाई प्रडक्ट मान्ने भने मान्छेले यो भिडियो अर्को चाहिँ हिमालयन सिङ्गिङ बल त्यस्तै तरिकाले यस्तै अब कन्ज्युमर मास म्यानुफ्याक्चरिङ त्यो सबै हस्तकला भनेर ह्यान्डमेड भनेर गएको होला जस्तो लाग्छ मलाई ह्यान्डमेड भनेरै नै चाहिँ गइरहेको हुन्छ जस्तै मास म्यानुफ्याक्चरिङ चाहिँ नेपालबाट एक्सपोर्ट हुने तपाईँले देख्नु भएको छ सम्भव एनी काइन्ड अफ थिङ कुनै समयमा केही छ तपाईँको माइन्डमा के छ के देखिरहनु भएको छ तपाईँको यता भिसिनिटीमा यो चाहिँ जान्छ जस्तो लाग्छ प्रडक्ट चाहिँ अलिअलि त देखिरहेको अलिअलि त भइरहेको पनि हुन्छ जस्तो 2-3 दिन अगाडि मात्रै युएसमा चाहिँ फ्रेन्च फ्राइजको लागि आलु एक्सपोर्ट भएको भनेर ट्रकमा ब्यानर राखेर गइरहेको देखिन्थ्यो अनि स्टिलहरू पनि इन्डियामा एक्सपोर्ट गरेको भनेर देखिरहेको हुन्थ्यो तर अब त्यो अलि टाइम पछाडि चाहिँ अब त्यो खोइ हुँदैन कि कन्टिन्यू भइरहेर नर्मल भएर हो कि के हो अलि टाइम पछाडि चाहिँ देखिरहेको चाहिँ हुँदैन सानो सानो कुराहरू चाहिँ भइरहेकै हुन्छ जस्तो अब म त जस्तो त्यो अब इभेन्चुअली जस्तो अब हाम्रो उद्योगहरू धेरै छैन अनि र मेटेरियल नै धेरै एक्सपोर्ट भइरहेको हुन्छ जस्तो अलैँचीहरू पनि हुन्छ नि त होइन त्यो अनुसारै अनि र मेटेरियल एक्सपोर्ट भएको ओरेको भएर चाहिँ हामीले त्यस्तो धेरै नदेख्ने होला सायद प्रोसेस्ड सामानहरू फिनिस्ड गुडहरू चाहिँ त्यस्तो धेरै त गइरहेको हुँदैन अलिअलि चाहिँ देखिरहेको हुन्छु मैले मेरो फेसबुकतिर लिङ्क्डइनतिर इन्स्टातिर रिलतिर के गर्छ त्यो बुढाले भने हेमको सामानहरू चाहिँ जुत्ता बनाएर देखाइरहेको थियो नेपालमै बनाएर कपडा ब्याग यताउति बनाएर चाहिँ विदेश पठाउँछ भन्दै थियो अनि मेसिनहरू पनि उसले आफै बनाउँदो रहेछ त्यो रेसा निकाल्ने फ्याब्रिक निकाल्ने तपाईँको कपडा बुन्ने सबै मेसिनहरू आफै बनाएर अनि आफै इनेबल गर्नु खोजिरहेको रहेछ त्यो इकोसिस्टम जस्तो पनि जाँदो रहेछ जानु चाहिँ अलिकति तर म धेरै जस्तो चाहिँ त्यो अब हातले बनाएको जस्तो ह्यान्डमेड कुराहरू नै धेरै जस्तो गइरहेको हुन्छ जस्तो लाग्छ अनि त्यही मैले तिमीले भन्दा भन्दै रोकेँ बिचमा फेरि मैले के भन्दै थिएँ भने जस्तै अलि अगाडि चाहिँ अघिल्लो क्वार्टरमा चाहिँ नेपालबाट तोरी एक्सपोर्ट भएको थियो क्या इम्पोर्टभन्दा एक्सपोर्ट धेरै भएको थियो तर नेपालमा तोरी फलाइ हानेर चाहिँ जस्तै इन्डियामा प्राइस बढेपछि अनि इन्डियन व्यापारीहरूले चाहिँ नेपाल आएर त्यही नेपाल आएकै तोरी चाहिँ सस्तोमा आएको थियो अनि त्यो बोकेर गएको थियो कि यति धेरै तोरी एक्सपोर्ट भएको छ भन्दा बढी नै तोरी भएको थियो त्यो बेला यो भएछ यहाँ भनेर हेरेको त अनि यस्तो त्यस्तो खालको पनि भइरहेको एक्सपोर्ट इम्पोर्ट चाहिँ हाम्रो निजी चाहिँ बाहिर गएको छैन हाम्रो आर्ट्सको प्रोडक्टहरू चाहिँ बाहिर गएको छैन एटेन्डेन्स डिभाइसेसहरू गएको थियो एउटा टाइममा हजुर अरुबा भन्ने एउटा कन्ट्रीमा गएको थियो रिसेन्टली चाहिँ गएको छैन तर अब यो अब प्लान चाहिँ हो जस्तो कि
जुन हामीले राउटर ब्याकअप बनाइरहेको छौँ हुन त अब इन्डियाको इकोसिस्टम त्यो अनुसारकै छ उनीहरूले हामी जे कुरा बनाउँछौँ उनीहरूले त्यो जे कुरा 1 वर्ष लाएर बनाउँछौँ उनीहरूले त्यो कुरा 2 महिनामा बनाइन्छ होला होइन तर जुन हामीले राउटर ब्याकअप यहाँ बनाइरहेको छौँ इन्डियामा पनि त्यही कुराहरू छ नि त होइन अरू जस उनीहरूकै ब्रान्डहरूमा जुन चाहिँ हामीले हेर्दाखेरि कम्पेरिटिभली यहाँको भन्दा महँगोमा बिकिरहेको गरेको हुन्छ अनि त्यो हिसाबमा अपर्च्युनिटी चाहिँ छ त्यसलाई कसरी इन्डियन मार्केट नै भयङ्कर ठुलो छ नि अनि मार्केट सेगमेन्टेसन पनि एकदमै हाई इन्डदेखि एकदमै लो इन्डसम्मको छ नि त अनि एआई इन्टिग्रेसन कतिको भइरहेको छ डिजाइनमा तर प्रोसेसमा म्यानुफ्याक्चरिङ प्रोडक्सन डिजाइन होल इन्टु इन प्रोसेसमा एआई इन्टिग्रेसन भइरहेको छ कतिको इम्प्याक्ट पर्छ जस्तो लाग्छ हाम्रो अहिले आफ्नै एक्जाम्पल आफैलाई सम्झिँदाखेरि चाहिँ डाइरेक्टली चाहिँ भइरहेको छ होइन जस्तो कि ल मलाई केही कुरा बनाउनु पऱ्यो भने यस्तो यस्तो गरिदिनु पऱ्यो भने चाहिँ प्रम्प्ट बेस्ड कुराहरू त भइरहेको होइन तर अब आइडिया लिनको लागि अनि गरिसकेको कुरा चाहिँ अब के भन्ने जस्तो थर्ड पर्सन पर्सपेक्टिभ अथवा अरू कोही मान्छेलाई सोध्न मन लाग्छ नि त हामीलाई कुराहरू होइन अनि त्यसको लागि चाहिँ राम्रो साथी भएको छ मैले केही कुरा बनाएँ अब त्यो चाहिँ क्रस भेरिफाई गर्नु पऱ्यो अनि मैले चाहिँ यस्तो यस्तो गरेँ यो कुरा हो कि होइन भनेर सोध्नलाई अब एकजना साथी छ भन्ने जस्तो खालको कुराहरू भइरहेछ अनि त्यसले गर्दाखेरि सजिलो चाहिँ भइरहेछ तर नि स्टिल अझ यो जस्तो अब टोटल्ली नै ल मलाई यो कुरा बनाउनु पर्ने छ ल यस्तो खालको बनाइदे भनेर गऱ्यो भने आफूले सोचे जस्तो भने जस्तो डाइरेक्टली अहिले गरिदिन सक्ने खालको चाहिँ भइसकेको छैन नि त कुराहरू प्रोडक्सन गर्दाखेरि अघि तपाईँले चाहिँ हाई क्वालिटी प्लास्टिक भन्नुभयो जस्तै हाई क्वालिटी प्लास्टिक भन्नाले चाहिँ हाई ग्रेड प्लास्टिक भन्नाले चाहिँ प्लास्टिकको टाइप अर्कै भन्नु खोज्नु भएको कि अथवा तपाईँको त्यो मिश्रण हुन्छ नि तपाईँको के भन्छ त्यो अर्कै हो कि कस्तो छ के छ हाम्रो प्लास्टिकको जस्तै अब त्यो चाहिँ मलाई अब प्लास्टिकको टाइपहरू पिपी पोलिप्रोपाइलिन यस्तै यस्तै कुराहरू होइन एबिएस हामीले त्यो युज गर्ने त्यो कुराहरू अनि थाहा छ हाई ग्रेड भन्नाले हाई ग्रेड एबिएस र लो ग्रेड एबिएस हुन्छ होला मैले त्यसमा जस हाई क्वालिटी प्लास्टिक पार्ट्स भन्नु खोजेको चाहिँ जस्तो मेटेरियल वाइज पनि भयो एउटा कुरा चाहिँ एउटा चाहिँ डिजाइन वाइज पनि भयो जस्तो कि अब हामी आफैले भित्र प्लास्टिक फिचर्सहरू युज गरेर जस्तो बलियो बनाउने अनि त्यो अनुसारको जे कामको लागि हो त्यो काम धार्न सक्ने बनाउन मिल्छ नि त होइन एउटा कुरा चाहिँ त्यो पनि गरेको अर्को भनेको चाहिँ त्यो अब प्लास्टिकको आफै मटेरियल वाइज प्लास्टिकको टाइपको कुरा नि गर्न खोजेको जस्तो कि हुन त अहिले हामीले अफिसमा चाहिँ नर्मली अब कन्ज्युमर इलेक्ट्रोनिक्स भनेपछि एबिएसकै बनाइराखेकै हुँदो रहेछ अनि हामीले नि त्यही नै युज गर्ने हो गर्न चाहिँ तर मैले अस्ति एउटा प्रिन्टर फोडेको थिएँ अनि त्यहाँ चाहिँ भित्र सब प्लास्टिकहरूमा लेखेको हुन्छ नि त यो चाहिँ कुन प्लास्टिक हो कसरी के को मिश्रण हो भन्ने त्यसरी लेखेको हुन्छ नि त होइन अनि त्यहाँ चाहिँ मैले देखि पनि रहेको थिएँ जस्तो बाहिरपट्टि हुने प्लास्टिकको टाइप र भित्र एक्चुअल जस्तो अब त्यो हिटहरू हुने ठाउँमा युज गर्नुपर्ने प्लास्टिकहरू अनि स्ट्रेन्थहरू चाहिने ठाउँमा युज हुने प्लास्टिकहरू डिफ्रेन्ट खालको पनि युज गरिराखेको थियो उनीहरूकोमा चाहिँ हामीले त्यो प्र्याक्टिस चाहिँ गरेको छैन अहिलेसम्म चाहिँ तर नि अब यो मल्टिप्लकको कुरामा चाहिँ जस्तो बाहिरपट्टिको इन्क्लोजर चाहिँ एबिएस मात्रै युज गरे पनि भित्रपट्टिको जुन चाहिँ सेफ्टी सर्टहरू जहाँ चाहिँ एक्चुअल उयोहरू हुन्छ नि पत्ताहरू हुन्छ नि हो त्यो ठाउँमा चाहिँ ऊ नै युज गर्नुपर्छ होला एडिटिभहरू युज गरेको ओभरमोल्डिङ भन्दा नि जस्ट अब त्यो प्लास्टिकमा एडिटिभ युज गर्ने एफआर ग्रेडको एबिएस भनिन्छ नि होइन त्यो भनेको चाहिँ एडिटिभ युज गरेर बल्न त बल्ने तर आफै सल्किने आफै बल्न कन्टिन्यू भइराख्ने होइन कि सर्टेन टाइम बलिसकेपछि चाहिँ आफै आगो निम्ने खालको के हो त्यस्तो खालको कुराहरू युज गर्नुपर्छ होला फायर रेजिस्टेन्ट त्यही ओभर मोल्डिङमा पनि गर्न मिल्दो रहेछ त्यही कुराहरू जस्तो कि तारहरू त भइहाल्यो त्यो अनुसारकै हुन्छ एफआर ग्रेडको तारहरू नि भइहाल्छ अब त्यो प्लगमा पनि जस्तो यो 16 एम्पियरको 10 एम्पियरको यो अलि जस रेगुलर नर्मल युज हुने भन्दा अलि धेरै एम्पियरेज धान्नुपर्ने कुराहरूमा चाहिँ आगो सुरु हुने ठाउँ भनेकै त्यही हुँदो रहेछ नि त होइन जहाँबाट स्पार्कहरू बनिराखेको गरेको हुन्छ हिट भइराखेको हुन्छ
जस्तो ठाउँ रहेछ त्यहाँ पनि एडिटिभहरू नै युज गरिने रहेछ कतिको एभाइलेबिलिटी छ जस्तै बिट किन्न सकिन्छ बिट किन्नको लागि पसल भेटिन्छ पोखरामा छन् अलिअलि चाहिँ तर अब मलाई चाहिँ कस्तो हुन्छ भने स्पेसिफिक केही कुरा पाइएन भने त्यसले अड्किन चाहिँ मन लाग्दैन अनि बरु त्यसको क्लोजेस्ट अथवा त्यसको क्लोजेस्ट जे गर्न मिल्छ हो त्यसरी चाहिँ गरिरहेको चाहिँ हुन्छु कुराहरूमा चाहिँ अब प्रोडक्सनको लेभलमा पुगिसके पछाडि चाहिँ अब त्यसरी अलि हुँदैन नि त होइन त्यो चाहिँ सोर्स गर्दैखेरि त्यो अनुसारकै गर्नुपर्छ त्यो केसमा चाहिँ मिल्दैन जस बेसिकली धेरैवटा मास म्यानुफ्याक्चर गर्नुपर्ने बित्तिकै चाहिँ यहीँ लोकली जे पाउँछ त्यही गर्छु भन्ने यसरी गऱ्यो भने सजिलो त हुन्छ सर्ट टर्ममा तर अब बेटर रिजल्ट चाहिँ जे चाहेको हो त्यही खोज्यो भने हुन्छ होला तर प्रोटोटाइपिङको लागि चाहिँ जे एभाइलेबल हुन्छ त्यसैले गर्न नै ठिक लाग्छ प्रोटोटाइपिङ गर्दाखेरि जस्तै प्रोटोटाइपिङ भनेको चाहिँ कस्तो हुन्छ ऱ्यापिड हुनुपर्ने हो नि त त्यतिखेर तपाईँले अहिले चाहिँ हार्डवेयर इन्टेन्सिभ प्रोडक्टहरूमा काम गरिरहनु भएको छ नि त धेरै लगभग तपाईँलाई अलिकति ब्रान्च आउट हुने प्लान छ कि जस्तै अब तपाईँको धेरै मान्छेले चाहिँ कन्ज्युमर इलेक्ट्रोनिक्स युज गर्छन् मासमा जाने त होइन एभ्रिडे युज चाहिँ त्यही भएर म यसमै बसिरहन्छु भन्ने प्लान छ कि अथवा अलिकति कम्प्लायन्टहरू युज भएको अलिकति त्यस्तो खालको प्लान छ के छ तपाईँको प्रोडक्ट क्याटेगोरी अनुसार के प्रिफरेन्स छ भनेर सोध्नु खोजेँ मलाई लाग्न चाहिँ जस कन्ज्युमर इलेक्ट्रोनिक्स आफैलाई पनि इन्ट्रिगिङ लाग्छ अनि अहिलेसम्म बोर्ड हुनु परेको पनि छैन त्यो कुराले गर्दाखेरि चाहिँ अनि त्यही भएर म जस अलि धेरै अलि राम्रै टाइमसम्म चाहिँ त्यो यसैमै पनि भइरहेको हुन्छु होला हुन चाहिँ तर सर्टेन टाइम पछाडि चाहिँ अब हुँदै जान्छ होला जस्तो अब त्यस्तो धेरै टाइम इन्भेस्ट गर्नु नपर्ने जस्तो पनि हुन्छ होला यो उसमा पनि जस्तो अब 2 वर्ष अगाडि मलाई सर्टेन कुराहरू गर्नलाई जति टाइम एन्ड एफर्ट लाग्थ्यो अब मेबी अब 5 वर्ष पछाडि त्यति नलाग्नै सक्छ अनि त्यस पछाडि मलाई म बोर्ड हुँदै जान नि सक्छु होला अनि अहिलेको केसमा पनि जस्तो अब मलाई 3D प्रिन्टरसँग कतिको लडिरहनु भएको छ प्रिन्टर मैले मेरो आफूसँग भएको चाहिँ एन्डर 3 हो नि त होइन अनि त्यो भनेको चाहिँ जे पनि गर्न मिल्ने खालको 3D प्रिन्टर भयो अनि मैले लास्ट टाइम चाहिँ त्यसलाई चाहिँ त्यो क्ल्याक एन्डर भन्ने एउटा मोड हुँदो रहेछ जसलाई चाहिँ अटोमेटिक बेड लेभलिङ 25 पोइन्ट जसरी अर्ली गरेर हुन्छ हो त्यसरी बनाउन मिल्दो रहेछ त्यो गरेर अपग्रेड गरिरहेको थिएँ जस मोडिफाई गरिरहेको थिएँ अनि जो सजिलो नि भएको थियो त्यसले त्योभन्दा अगाडि मैले त्यसलाई डाइरेक्ट ड्राइभ कसरी बनाउने भनेर गरिरहेको थिएँ अनि प्रिन्ट पनि फास्ट भइरहेको थियो कुराहरू पनि फास्ट भइरहेको थियो जस मलाई इन्ट्रेस्टिङ पनि लागिरहेको थियो तपाईँको सिएनसी चाहिँ कता पुग्यो साँच्चै सिएनसी घरमै छ मैले रेगुलरली चलाएको होइन त्यसमा जस मैले एउटा अपग्रेड गर्नुपर्ने छ मैले त्यो अपग्रेड नगरेको भएर मैले एकदम धेरै युज गर्न मिलिरहेको छैन जस्तो त्यसको चाहिँ जेड एक्सिसको मोटरको टर्क पुगिरहेको छैन मैले त्यो स्टेपर मोटर चेन्ज गर्नुपर्ने छ त्यस पछाडि चाहिँ म अलि इन्टेन्सिभली कुराहरू गर्न सक्छु होला त्यसपछि चाहिँ त्यसमा मेजर गर्नुपर्ने 2टा कुरा भनेको जेड एक्सिसको स्टेपर र त्यसको स्पिन्डल चाहिँ अहिले जुन मैले काट्ने राउटर हुन्छ नि 350 वाटको हो त्यो युज गरिरहेको छु त्यो 2टा कुरा चेन्ज गर्यो भने चाहिँ अलि वर्ष केही नै गर्नु पर्दैन होला त्यसले त एल्युमिनियमहरु पनि काट्छ हैन एल्युमिनियम मैले टेस्ट चाहिँ गरेको अनि गुड इनफ चाहिँ थियो तर अब त्यही अब स्टेपरको टर्कले गर्दाखेरि चाहिँ मैले धेरै कुराहरू गर्न चाहिँ पाइरहेको छैन अफिसमा स्टेप क्राफ्ट कस्तो चलिरहेको स्टेप क्राफ्ट चाहिँ हामीले अहिले खासै धेरै चलाएको छैनौँ किनभने त्यो अब एकचोटि अटोमेटिक टुल चेन्जिङ अनि त्यो कुराहरू भएको चलाइसकेपछि त्यो अलि झ्याउनु लाग्दो रहेछ त्यसमा त्यो चाहिँ अब राख्नै पर्ने छ भनौँ न
अर्को त्यो 4x8 को पनि आछ भन्नुभएको थियो, कुन कुन ब्रान्डको? त्यो चाहिँ स्पेसिफिक ब्रान्डको होइन, त्यो नर्मल चाइनिज राउटरै हो। त्यसमा चाहिँ हामीले त्यही अब लास्ट टाइम अलिअलि यो हाई डेन्सिटी एमडिएफहरू, रेगुलर एमडिएफहरू काट्ने ओर्ने त्यसको कुराहरू बनाउने ओर्ने काम चाहिँ गरेको थियो। त्यो बरु त्यो चाहिँ चलाइरहेको छ मैले अलि। त्यसले त फेरि वुड वर्किङको लागि हुन्छ नि, त्यो जस्तै अब प्रडक्टहरू पनि बनाउनु मिल्यो नि त तपाईँले भन्नु जस्तै। दामी हो, बेस्ट चिज हो यो। अब अहिले चाहिँ नवीन र मलाई त्यो कुरा चाहिँ अलिकति इन्ट्रेस्टिङ पनि लागिरहेछ, अनि हामी त्यो कुराहरू हेरि पनि रहेछौँ। त्यसबाट चाहिँ जस्तो हुँदा अब अरू मान्छेहरूले पनि ट्राई चाहिँ गरेको थिएँ, अनि ल अलि अप्ठ्यारो हुँदो रहेछ भनेर छोडेको कुरा पनि थियो सँग चाहिँ। तर अब कसरी हुन्छ त्यो अब आफैले डिफ्रेन्ट एप्रोच लाएर हुन्छ के गरेर हुन्छ, त्यो कस्टमरहरूले चाहिँ आफै एसेम्बल गर्न मिल्ने कुराहरू फर्निचरहरू बनाउन मिल्छ कि भनेर एक्चुअली टेस्ट गर्न चाहिँ मन लागेछ। अनि ठिक हो, तपाईँहरूले चाहिँ त्यो प्रडक्टहरू सेल्स अब एसेम्बली त कस्टमरले गरिहाल्छन्, सेल्सको लागि चाहिँ अहिले आफ्नै पोर्टल छ अथवा दराज थर्ड पार्टी नै युज गर्नुहुन्छ होला नि? अहिले त साइट चाहिँ छ, तर साइटबाट पनि वाट्सएपहरू धेरै रिडाइरेक्ट गरेर गरिरहेको थियौँ। अब त्यो चाहिँ उ नै भयो, जस्तो अब आफैले नै अब त्यो जुन तिमीले च्याट जिपिटीहरू एआई इन्टिग्रेसनहरू यताउता कुराहरू गरेको थियौ नि होइन, म चाहिँ त्योवाला साइडमा चाहिँ त्यो अलि जो सजिलो पनि लागिरहेछ, इन्टिग्रेसनको कुराहरू पनि सजिलो लागिरहेछ। जस्तो कि हामीले एउटा त्यही अब ल्याम्प बनाउने अनि त्यसपछि मन्दिरको बनाउने भनेर डिस्कस गरेर डिसाइड गऱ्यौँ। अनि त्यो चाहिँ एक रातमा हामीले बनाउन सकेको साइट थियो क्या त्यो चाहिँ, किनभने सजिलो अलि कम्पेरिटिभली सजिलो भएको छ कुराहरू। अनि साइट बनाइयो, अनि त्यहाँबाट चाहिँ जस्तो अब डिटेल्सहरू अलि मजाले राख्न पाइयो नि त, यत्तिकै वाट्सएपमा भन्ने त्यो गर्ने भन्दा चाहिँ। अनि त्यहाँबाट चाहिँ फेरि रिडाइरेक्ट भएर बाँकी कन्भर्सेसनहरू गर्ने चाहिँ वाट्सएपमै भयो हुन चाहिँ। त्यो अनुसार अलिअलि अर्डरहरू लिएर गरेर कामहरू पनि गर्न चाहिँ गरेको थियो। अनि अर्को चाहिँ दराजहरू चाहिँ एड्सा चाहिँ दराजबाटै युज हुन्छ होला कि एड्सा बजारहरू, एड्सा पसलहरू? दराजमा पनि हामी लामै टाइमदेखि सेल्स चाहिँ गरिरहेको हो, तर अब अहिले चाहिँ सक्दो चाहिँ कि आफ्नै साइटबाट सेल गर्न खोज्ने कि चाहिँ जस्तो हामीले आफ्नै साइटबाट सेल गर्दाखेरि पनि जस्तो हामीले डाइरेक्ट टु कस्टमरलाई दराजबाट जसरी गर्न खोजिरहेछौँ त्यसरी नै गर्ने हो नि त होइन। हाम्रो लङ टर्म गोल भनेको चाहिँ म्यानुफ्याक्चरर बनेर एकदम बल्कमा चाहिँ नेपालभरिको स्टोरहरूमा चाहिँ लाउनुहोस् तपाईँलाई 100 पिस, लाउनुहोस् तपाईँलाई 200 पिस भने त्यसरी सेल गर्दै गर्ने गोल हो नि त हाम्रो होइन। अनि अब हामी बिस्तारै चाहिँ यो डाइरेक्ट कस्टमरलाई सेल गर्ने यो दराजबाट आफ्नै साइटबाट पनि अलिकति हटेर चाहिँ त्यो कुरामा चाहिँ फोकस गर्न खोजिरहेछौँ, किनभने हाम्रो लङ टर्म गोल भनेको चाहिँ म्यानुफ्याक्चरर हुन त अहिले पनि म्यानुफ्याक्चररै हो हुन चाहिँ, तर नि बिटुबी गर्ने अनि हामी चाहिँ म्यानुफ्याक्चरिङ मात्रै गरिदिने भने सेल्स त अभियसली गर्नै पर्यो गर्न चाहिँ। तर जसरी चाइनामा एउटा गाउँभरि एउटै कुरा बनाएर एउटा प्रडक्ट बनाएर हुन्छ, अनि उनीहरूको चाहिँ एउटा सेल्स गर्ने उनीहरूको लक्ष्य नै हुँदैन नि त होइन। हाम्रो पनि प्लान चाहिँ त्यही नै हो। अनि अहिले डिस्ट्रिब्युसनको लागि चाहिँ के गरिरहनु भएको छ? एनसिएम नै छ, अनि अलिक बल्कमा गर्नु पऱ्यो भने चाहिँ उनीहरूकै अर्को रहेछ एजिटी भन्ने, अलिक धेरै वेट भएको कुराहरू गर्नु पऱ्यो भने चाहिँ कोरियर गर्न एनसिएमकै। अर्को के छ गाउँ बस्ती गाउँ बेसी भन्ने छ हाम्रो कति केसमा चाहिँ यो भइरहेको छ। जस्तो कहिलेकाहीँ अहिले हामीले डाइरेक्ट कस्टमरलाई बेचिरहेको पनि भएर आएको एउटा एक्सपिरियन्स चाहिँ कति ठाउँमा चाहिँ हामीले अल ओभर नेपाल डेलिभरी भनेर भनेछौँ, फ्री होम डेलिभरी भनेर भनेछौँ। अनि अब त्यो त गर्नै पर्यो भनेपछि त होइन। अनि दार्चुलामा सामान पठाउँदा अनि रुकुममा अनि सङ्खुवा सभामा सामान पठाउँदाखेरि चाहिँ 2.5 हप्तासम्म पनि लागेको छ क्या। अनि त्यो कुरा चाहिँ अब एनसिएमले राम्रोसँग नै ह्यान्डल गरिदिएको छ गर्ने चाहिँ। तर अब कुनै ठाउँमा चाहिँ कस्टमरहरूले फिडब्याक पनि दिइरहेको हुन्छ, गाउँ बेसीबाट सजिलो हुन्थ्यो यताउता भन्दै
तर त्यो अलि उनी हो जोसँग पार्टनर गरेछ त्यहीसँग गर्नु पर्यो पार्टनर मैले अहिले फेस गरेको कुरा चाहिँ त्यो त्यस्तो कुरा चाहिँ हामीलाई अलि भन्नलाई नि अलि अप्ठ्यारो लागिरहन्छ यो भन्ने हो र भन्ने जस्तो भइरहन्छ तर अब मान्छेहरूले सेल्स गर्नको लागि चाहिँ भनिरहने हुँदो रहेछन् अब रियल कुरा हो नि अनि रियल नभएको कुराहरू पनि भनिरहँदो रहेछन् तर अब इनकरेक्ट कुरा चाहिँ भन्नु भएन तर त्यो हुन्छ नि त्यो फेरि वर्ड प्ले हुन्छ नि अब त्यसरी मिलाएर चाहिँ भन्नु मिल्यो त्यही अब लाइन कहाँसम्म ड्र गर्ने भने अस्तिको दिन मात्रै हामी एकचोटि यहाँ पोखराको इलेक्ट्रोनिक्स डिस्ट्रिब्युटर चेन त्यो जस्ट पुरै ग्रुपसँग मिटिङमा बसेको थियौँ अनि त्यहाँ एकजना सरले भन्नुभएको थियो मलाई लास्टै इन्ट्रेस्टिङ लागेको थियो क्या जस्तो काँटा भयो होइन तिमीलाई हामीलाई चाहिँ काँटा दियो बेसिकली हामी बनाउने मान्छे भनौँ न बनाउने मान्छेलाई काँटा बेच्नु पर्यो हुन्छ यो चाहिँ काँटा हो यस्तो राम्रो ग्रेडको 304 स्टिल अथवा ल अरू केहीले बनेको छ यो चाहिँ कोटेड पनि होइन यस्तो हो यसले यतिसम्म टिक्छ यस्तो यस्तो कुराहरू चाहिँ गर्छौँ रे हामीले होइन त्यो कुरा तिमीले सेल्स गर्ने मान्छेलाई दियो भने चाहिँ उसलाई त्यो भाल पनि हुँदैन रे अनि उसले चाहिँ ल उनीहरूले खाना नि मिल्छ के नि गर्नु मिल्छ यस्तो यस्तो तिखो छ यसले तपाईँको यो तपाईँलाई परेकोलाई हतियारको रूपमा युज गर्न नि मिल्छ ल उनीहरूले ढाड्काउनु नि मिल्छ भनेर सेल गरिदिन सक्छ अरे क्या त्यस्तो मान्छेले चाहिँ सेल्सको मान्छेले होइन जुन चाहिँ हामी इन्जिनियरिङको बनाउने मान्छेहरूले चाहिँ जुन चाहिँ त्यो गर्न सकिरहँदैन र अनि हाम्रो ल्याक गर्ने पोइन्टै त्यही हो र क्या त्यो चाहिँ इन्ट्रेस्टिङ लाग्यो मान्छे कसरी अपिल हुन्छ भन्ने त्यसरी नै बेच्नै पऱ्यो सेल्स नै जति इन्जिनियरिङ छ त्यति नै सेल्स इम्पोर्टेन्ट छ अब मार्केटमा लाग्ने हो चाहिँ त्यो हामीले ल्याक गरेको स्किल नै हो जस्तो लाग्छ मलाई अनि हामीले यदि त्यो कुरा चाहिँ यदि सिक्न सकियो भने चाहिँ हामीलाई इभन के अरे आफूले बनाएको सामान बेचेर पैसा कमाउने त त्यो आफ्नै ठाउँमा भयो त्यसले चाहिँ अझ कस्तो खालको सामान बनाउने भन्नेवाला कुरामा पनि अलि आइडिया दिन्छ नि त हामीलाई त्यही भएर जस मलाई अहिले अफिसमा जस्तो सबै कुरा छोडेर सेल्समा फोकस गरेर पनि मलाई त्यस्तो चाहिँ भइरहेको छैन किनभने जसै मलाई कुनै न कुनै दिन सिक्नै पर्ने कुरा थियो अनि किन अलरेडी बनेर मार्केट टेस्टेड कुरामा चाहिँ यो कुरा नसिक्ने त भन्ने भइरहेको क्या अहिले चाहिँ सेल्समा लागेर मैले चाहिँ रियलाइज गरेको कुरा नि त्यही हो होइन जस्तो हामी केही कुरा बनाउनु थालेपछि चाहिँ त्यो बनाउनमै भुलिन्छ अनि त्यसपछि ल गुड इनफ छ भने चाहिँ ल यसले काम गरिरहेछ त भनेर छोडिदिएर हुन्छौँ नि त होइन अनि अब गर्ने पऱ्यो भने बल्ल अप्टिमाइजेसन ल गर्ने त्यस्तो भयो त्यस्तो खालको भइरहेको थियो अप्टिमाइजेसन गर्ने त गरेको हुन्छ तर यदि गुड इनफ काम गरिरहेछ भने किन चलाउने र त्यसलाई भने जस्तो भइरहेछ अनि हाम्रो यो अहिले सेल्सको पनि त्यस्तै नै भइरहेको थियो ल सामान बनिरहेछ बिकिरहेछ भइहाल्यो नि जस्तो भइरहेको थियो तर भित्रै यति धेरै कुराहरू हुँदो रहेछ कि जुन चाहिँ आफू लागेर 1 महिनासम्म हेरे पछाडि चाहिँ अब आफैलाई अप्ठ्यारो हो नि त त्यो कामहरू गर्न होइन एउटा सिरियल एन्ट्री गर्न यति झ्याउ हुँदो रहेछ सिरियल एन्ट्री गर्यो डेलिभरी नोट बनायो के गर्यो बिल बनायो प्रिन्ट गर्यो त्यो अनेक गर्ने यति गाह्रो हुँदो रहेछ अनि यतिले हामीले अहिले जस्तो अब अफिसको सामानमा चाहिँ रिप्लेसमेन्ट ग्यारेन्टी दिएको भएर कुनै सामानहरू चाहिँ रिटर्न आएको होला नि रिटर्न गयो क्रेडिट नोट काट्यो के गर्यो अर्को असाइन गर्यो त्यो गर्ने भने यस्तो टाइम कन्ज्युमिङ झ्याउ लाग्दो काम रहेछ होइन जुन कुरा चाहिँ अटोमेट गरेर एक बटनले हुन मिल्ने बनाउन सकिँदो रहेछ होइन त्यो कुरा चाहिँ अब मलाई आफैलाई वाक्क लाग्दो दिनभरि त्यो कति गर्ने भन्ने जस्तो भइसके पछाडि चाहिँ मलाई चाहिँ यस्तो चाहिने रहेछ है भनेर डिस्कसन गरेपछि त्यो कुराहरू भयो जुन चाहिँ अहिले लास्टै छिटो हुन्छ नि त होइन अनि यदि मलाई त्यो अल्छी लाग्ने काम मैले गरेको थिइनँ भने मलाई त्यो बाल पनि हुन्न थियो क्या होइन अनि अब 1 महिना गरेँ मैले दुःख पाएँ अनि यो त सल्भ गर्न मिल्छ होला नि त जस्तो लाग्यो अनि त्यो कुराहरू मैले जस्ट डिस्कस गरेर त्यो कुराहरू गर्यो अब मैले यो कुराहरू गर्न छोडेर म ब्याक टु इन्जिनियरिङमा लागिसकिसके पछाडि चाहिँ अब जो मान्छेले चाहिँ यो डे टु डे सेल्स हेर्ने काम गर्छ उसको लागि त धेरै सजिलो हो नि त होइन धन्यवाद थ्याङ्क यू है यत्रो टाइम दिनुभयो लास्टै धेरै ड्रिफ्ट भयो जस्तो लागेको थियो मलाई आजको कन्भर्सेसनमा एक चिज कुरा गर्न थाल्यो अनि अर्कोतिर एक चिज कुरा गर्न थाल्यो अर्कोतिर पुग्यो फेरि के गर्यो अरू त्यस्तै भइरहेको थियो त्यस गफ गर्न चाहिँ रमाइलो भयो